चिन्ता नगर्नुभयो कि म छु। अनि आमाको जीवनमा पनि त्यस्तै क्रिटिकल समय आएको थियो। प्रभुको योजना जब म उपस्थिति भयो त्यो आमाको त्यो दफन संस्कारको सबै कुरा समाधान भयो। हालेलुया। यसकारण प्रियहरू उहाँको लागि निरन्तर सबिना सुन्दासम्मको नाम निरन्तर व्यक्तिगत रूपमा प्रार्थनामा उठाइदिनु होला है। अनि कि उहाँलाई यो विश्वासमा आउनु भएको छ कि 12 वर्षसम्म रगतबगी स्त्रीको छुटकारा कस्तो। आमेन हालेलुया। वचन पनि मैले पढाउँदै थिएँ नानीलाई त्यहाँ बसिराख्दाखेरिमा अनि उनी त्यो कुरा देखेर छक्क भयो है। यसकारण हामी नानीलाई केही कुरा सोध्छौँ है, तपाईँले यो कुरा हामीलाई भन्नुपर्ने हुन्छ। अनि तपाईँलाई चाहिँ प्रभु यीशु ख्रीष्टमा हैन जानको लागि आउनको लागि कुनै पनि परिवारको मान्छेले अथवा तपाईँको नातागोताले अथवा कुनै पनि कुराले जबरजस्ती गरेर हो कि हैन कुनै लोभ लालचाले हो कि अथवा तपाईँको सो इच्छाले चाहिँ प्रभुलाई विश्वास गर्न चाहनु भएको छ त भन्नु त। होइन मेरो इच्छाले हो होइन जे जस्तै भयो कि मलाई अब प्रभुले नै मेरो मम्मी अब प्रभु भएर जे जस्तै भयो बुढी अवस्थामा पछि मैले मम्मीसँग नै गर्नुपर्छ उनीले आफ्नो आमालाई धेरै प्रेम गर्छन् अनि त्योभन्दा बढी प्रेम चाहिँ उहाँको सृष्टिकर्ता हुँदो रहेछ भन्ने कुरो मैले बुझिनँ आज। अस्तिको गयो हप्ता पनि हाम्रो इन्दिरा कुमार बहिनीको पनि त्यही आएको कुरा होइन। यसै कारण हामीले गएको वर्षमा धेरै प्रार्थना गरिरहेका थियौँ प्रभु यहाँ चाहिँ नयाँ आत्माहरू आउनुपर्छ, नयाँ आत्माहरू दिनुपर्छ, रोगी बिरामी छुटकारा हुनुपर्छ, निको हुनुपर्छ भनेर हामीले धेरै प्रार्थना गरेका थियौँ। त्यसको उत्तर पनि हो यो प्रिय। यसकारण आज जसरी उनले एउटा विश्वास गरेर प्रभुलाई आज ग्रहण गर्दैछिन्, स्वीकार्दैछिन्, प्रभुले उहाँलाई निको पनि पार्नुहुन्छ। आमेन। यस यस मन्दिरहरू छ उहाँले बनाएको है। अनि त्यो देखेर पनि उनीहरूले तर्सिन्छन् के गर्ने लाग्यो ढुक्क त्यसको लागि म व्यवस्थापन गर्छु भने टेन्सन नगर्नु, त्यो सबै समस्याको समाधान परमेश्वरले गर्नुहुन्छ, निको पार्नुहुन्छ। उहाँको श्रीमानले चाहिँ त्यो कुरा रोकिराख्नु भएको छ, तर हामीले त्योबाट पनि छुटकारा पाओस्, उहाँको श्रीमानले पनि प्रभुलाई पाओस् भन्ने कुरामा चाहिँ हामीले प्रार्थना गर्थ्यौँ है। तपाईँ एकदमै खुसी हुनुहुन्छ होइन, प्रभुमा विश्वास गरेर खुसी हुनुहुन्छ। आमेन। कुनै प्रकार छैन, यत्रो सुविधा छैन। मेरो मनबाट नै खुसी भएर म यही पदमा नै जोडिरहेको छु। ओके ल हालेलुया नमस्कार। आमेन। सबैजना अनि तपाईँहरूले प्रार्थनामा साथ दिनुहोस् उहाँको लागि है। तपाईँहरूले चाहिँ मैले उहाँलाई ग्रहण गराउँदै गर्दाखेरिमा तपाईँले उहाँको लागि प्रार्थना गरिदिनुहोस् है, प्रार्थना गरिदिनुहोस्, उहाँतिर हात पड्काएर उहाँको चङ्गाइ र छुटकाराको लागि प्रार्थना गरिदिनुहोस् है। हुन्छ ल परमेश्वर पिता म तपाईँलाई धन्यवाद दिन्छु किनभने सारा स्वर्ग, सारा पृथ्वी, सारा विश्व ब्रह्माण्ड बनाउनु हुने जिउँदो परमेश्वर तपाईँ हुनुहुँदो रहेछ। तपाईँ पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा आज मैले थाहा पाउन सकेँ। तपाईँ सत्य परमेश्वर, तपाईँ पवित्र परमेश्वर, तपाईँ जिउँदो परमेश्वर, तपाईँ धार्मिकताको परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा मैले थाहा पाएँ। तपाईँ बाटो, सत्य, जीवन हुनुहुँदो रहेछ भन्ने कुरा मैले थाहा पाएँ। हे परमेश्वर येशू, तपाईँ परमेश्वरले मेरो आमाको
गर्भमा मलाई बनाउनु भएको रहेछ भन्ने कुरा थाहा पाए। अरू कुनै देवी देवता संसारको कुनै पनि थोक मेरो सृष्टिकर्ता होइन रहेछ भन्ने कुरा थाहा पाए। तपाईँ मात्रै सत्य, पवित्र, निष्कलङ्क, जीवित, जिउँदो परमेश्वर हुनुहुँदो रहेछ। प्रभु येशू म जन्मिँदैमा पापी रहेछु भन्ने कुरा मैले थाहा पाएँ। तपाईँ पवित्र परमेश्वर हुनुहुँदो रहेछ जसको कारण हाम्रो सम्बन्ध टाढा भएको रहेछ। प्रभु येशू आजको दिन म तुच्छ पापीलाई अनुग्रह गर्नुभएको लागि धन्यवाद छ। म जस्तो छु त्यस्तै तपाईको शरणमा आएको छु। मेरा पाप अधर्मलाई क्षमा गरिदिनुहोस्। मैले जानेर, मैले नजानेर, मैले हेरेर, सोचेर, गरेर गरेका सम्पूर्ण मेरा पाप अधर्महरू म स्वीकार गर्दछु। मलाई क्षमा गर्नुहोस् येशू। तपाईलाई धन्यवाद छ प्रभु येशू। मेरो पापको लागि आजभन्दा 2024 वर्ष अगाडि यस धरतीमा तपाईँ प्रभु सारा मानिस जातिको पाप अधर्मलाई क्षमा गर्न, उद्धार गर्न, मुक्ति दिन, छुटकारा दिन, चङ्गाई दिन आउनु भएको रहेछ भन्ने कुरा मैले थाहा पाएँ। तपाईँलाई धन्यवाद छ। मेरो लागि, सारा मानिस जातिको लागि, हाम्रो पाप अधर्मको लागि, पाप उठाउनको लागि, पापबाट छुटकारा दिन, उद्धार गर्न, मुक्ति दिन तपाईँ प्रभु येशू हाम्रो लागि क्रुसमा मारिनु भयो, किला काटी ठोकिनु भयो। तपाईको शरीरबाट अनमोल पवित्र रगत मेरो लागि, सारा मानिस जातिको लागि बगाउनु भयो। मेरो पापको छुटकाराको लागि तपाईले दण्ड सजाय भोगिदिनु भयो। रगत बगाइकन मेरो पापलाई क्षमा गरिदिनु भयो। धन्यवाद येशू। तपाईँ प्रभुलाई मेरो हृदयमा मेरो उद्धारकर्ता, मेरो मुक्तिदाता, मेरो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भने म स्वीकार गर्दछु, म विश्वास गर्दछु। प्रभु येशू मेरो लागि तपाईँ मर्नुभयो, ज्यानमा जानुभयो, तेस्रो दिन जीवित भएर उठ्नुभयो। तपाईलाई मृत्युले बन्धनमा राख्न सकेन, किनभने तपाईँ सत्य, जिउँदो, पवित्र परमेश्वर हुनुहुन्छ भनिकन मेरो हृदयमा स्वीकार गर्दछु। हे प्रभु धन्यवाद तपाईलाई। जे जति मेरो लागि तपाईले गर्नुभयो, सबै कुराको लागि मेरो आत्माबाट तपाईलाई धन्यवाद भन्छु। महिमा र प्रशंसा चढाउँदछु। अब उसो
प्रभु येशू म मरे पनि म बाँचे पनि अब तपाईकै खातिर म जिउने छु, म रमाउने छु, म तपाईको सेवाको लागि म काम गर्ने छु। प्रभु मेरो बाँकी जीवन, मेरो रहल समय, मेरो परिवार सबै तपाईको हातमा राख्दछु। तपाईको इच्छा मेरो जीवनमा पुरा गर्नुहोस्। अब उसो म मरे पनि मेरो शरीर मरे पनि म बचाइसकेको छु भन्ने कुरामा विश्वास गर्दछु तपाईँ येशूको नाममा। आमेन। आमेन। हुन्छ, ताली बजाऊ। हालेलुया। प्रभुलाई महिमा होस्।